प्रधानमन्त्री मोदीलाई र एस जयशङ्करलाई के भन्नुहुन्छ हजुरले कि उहाँहरूले चाहिँ हाम्रो दुईटा व्हाइट एलिफेन्ट एयरपोर्टमा चाहिँ ल्याएर चाहिँ इन्डियन जहाजहरू ल्याएर चाहिँ ल्यान्ड गर्छन् ल अनेस्टली मैले हजुरलाई सोद्धाखेरि यसमा एकदमै जियोपोलिटिकल अप्ठ्यारोहरू छ भनेको उनीहरूको पनि केही रिजर्भेसन्सहरू छन् त्यो रिजर्भेसन्स र कन्सर्न्सहरूलाई हामीले एड्रेस गर्न पर्छ त्यो कारणले गर्दाखेरि मैले चाहिँ अब त्यो लेभलमा त होइन तर विभिन्न If you are in that position, it seems like you guys are going to be in that position. त्यो पोजिसन्सहरूमा मैले त्योभन्दा अलिक जुनियर तहमा मैले यही इस्युजहरू उठाउँदाखेरि इन सोर्ट अफ इन्फर्मल कन्भर्सेसन विथ मल्टिपल सोर्ट अफ त्यो इन्डियाको धेरै मान्छेहरूसँग जोड्दाखेरि कतिपय अवस्थामा हामीले हाम्रा कन्सर्न्सहरूलाई हाम्रो इकोनोमिक इन्ट्रेस्टहरूलाई राम्रोसँग राख्न नसकेको भन्ने फिडब्याक पाएको छु त्यो चल्नु त पर्छ त्यो चल्नु किन पर्छ र हामीले उनीहरूको इन्ट्रेस्टलाई हामी कसरी सेफगार्ड गर्छौँ भन्ने कुराको राइट सेट्स अफ कम्युनिकेसन नभएको भन्ने फिडब्याक चाहिँ मलाई आएको छ मलाई जति भनेको छ त्यो अर्थमा चाहिँ हामीले गर्ने भनेको उनीहरूसँग खुला संवाद र उनीहरूको कन्सर्न्सलाई एड्रेस गर्ने उनीहरूले जसरी आफ्नो राष्ट्रिय सुरक्षाको विषयहरूलाई प्रदान दिन्छ त्यो प्रधानताको विषय चाहिँ हामीले कसरी जोड्न सक्नुपर्छ भने नेपालको समृद्धिमा नै तिमीहरूको राष्ट्रिय सुरक्षा जोडिएको छ भन्ने ल्याङ्ग्वेज युज गर्दा चाहिँ उनीहरू कन्भिन्स भएको मैले अनुभव गरेको छु